त म मेरो देशमा बसेर म बिजुलीको पैसा तिर्छु भन्ने, यही देशमा बसेर तस्करहरू पवन गोल्यान लगायतका मारवाडीहरू बिजुली बालेर पैसा तिर्दिन भनेर भन्छन् भने यो कुरा सही हुँदैन। एउटा नेपाल र नेपालीको छोरालाई भन्ने मान्छे मैले के गल्ती गरेँ? यही होटलमा व्यापारी जति मारवाडी जति भेला भएर गर्दाखेरि मैले अनलाइनको अरू के भुषालसँग त्यहाँ पऱ्यो मेरो डिस्कस। मैले उहाँलाई भने त्यहाँ तपाईँ मान्छे ठिक होइन, तपाईँले मारवाडी यो तस्करहरूलाई प्रोत्साहन गर्नुहुँदैछ। मारवाडी भन्नाले मैले सबै मारवाडी भने होइन, 41,000 परिवार मारवाडी छन् यो देशमा, तर यो 16 परिवार मारवाडी छन् जो बर्माबाट लखेटिएको छ। यिनले बर्मा पनि नाङ्गो बनाएको, नेपालमा पनि आएर यिनले यही गर्छन् भनेर मैले भनेको। बिजुलीको पैसा तिरेनन्। आज कुलमानलाई बरु त्यतिखेर हटाए कुरा भन्नु भने म आज बिजुलीको पैसा तिर्ने, यो भन्दा प्रमाण त छैन।